मलाई राफ्टिङ चाहिँ ग्रुपमै गर्दाखेरि एकदमै रमाइलो लाग्छ है। योपालि पनि हामी 39-40 जना जति थियौं। 5 वटा बोट त हाम्रै ग्रुपले नै भरियो अनि हामी स्टार्ट गर्न लाग्यौं। अब स्टार्टिङ देखि नै मुड बन्ने भइहाल्यो। इन्स्ट्रक्टरको कमान्डलाई फलो गर्दै हामीले स्टार्ट गर्न थाल्यौं। यो चाहिँ मेरो सेकेन्ड टाइम हो। पहिलो पटक लास्ट इयर पनि मैले गरेको थिएँ वही इन्स्ट्रक्टरसँगै नै यही ठाउँमा। अब यसपालिको पहिलो छालमा तैरिदाको अनुभव एकदमै अकल्पनीय रोचक थियो। अब रमाइलो गानाहरू त गाउनै पर्यो है। अनि हिप हिप हुरे गर्दै जब हामी छाललाई छुन्थ्यौँ नभए नयाँ केही एडभेन्चरस हुन्थ्यो अथवा ढुङ्गालाई छोइन्थ्यो त्यति बेला हाम्रो हाई फाइभ सुरु भइहाल्थ्यो एकअर्कालाई चेयर गर्नको लागि। पानी भर्खरै परेकोले गर्दाखेरि हल्का धमिलो भए पनि छालमा तैरिदा यसरी ढुङ्गामा अनायासै अचानक ठोकिँदाखेरि चाहिँ एकदमै नै सरप्राइज्ड फिल हुन्छ। अनि त्यसपछि हामी यो ठाउँमा आइपुग्यौँ। उहाँहरूले हामीलाई यस्तो गेम खेलाउनु भयो, सबैजनालाई भेला पारेर यस्तो राउन्ड बनाउने रहेछ। तर हाम्रो चाहिँ बिचमै अलिकति छुट्यो र त्यो सफल हुन पाएन। तैपनि एकदमै रमाइलो भयो। त्यस पछाडि पालो आयो फोटो सेसनको। हामी कालिका ग्रुप गएको भएर अब जय कालिकालाई नसम्झिने त कुरै भएन। अब पानी छ्याप्नु परिगयो। पानी छ्याप्नुको त मजै नै छुट्टै छ क्या। फोटो चाहिँ यस्तो आयो है। हजुरलाई धेरै दुःख दिन्न है, तर रमाइलो गर्नुपर्छ है त। दुःख दिन्न है, रमाइलो गर्नुपर्छ भन्दै फेरि यात्रा सुरु भयो। रमाइलो त एकदमै भयो। सरप्राइज माथि सरप्राइज है। त्यस पछाडि पालो आयो मेरो फेभरेट र मैले गर्न नसकेको। यो चाहिँ मेरो टु डु लिस्टमा छ, टाइटानिक पोज। स्विमिङ सिके पछाडि त म अर्को पटक चाहिँ डेफिनेटली यो त गर्छु। हाम्रो किशोर सरले टाइटानिक पोज गर्नुभयो। उहाँ चाहिँ स्विमिङमा एकदमै माहिर हुनुहुन्छ। एकदमै देख्दा पनि क्या रमाइलो लाग्यो मलाई त। त्यस पछाडि अलि तल चाहिँ हामी सबैजना प्यासेन्जरहरू झरेर पानीको इन्जोय लिन पाउने ठाउँ थियो। त्यहाँनिर अब हामी सबैजना झर्यौँ। त्यहाँ फेरि मलाई सरप्राइज र अब बचाउने माहौल छ। बचाउन त हामीले सिकेको थियो, तर यसरी घाँटीमा घोचेर चाहिँ नबचाउनु होला, यस्तो दुख्ने रहेछ क्या। हामी सबैजना झर्यौँ। अब एकैछिन पानीको इन्जोय गरेपछि तान्ने पालो आयो। अब माथि सबै तान्नु भयो। तान्दा पनि सरप्राइज रहेछ क्या, चुप्लुङ्ग लुगा धोए जस्तो मान्छेलाई तुने। अनि पुरा धोइ पखाली गरेर यो पवित्र पानीमा मैले त पाप लाग्छ, सबै पाप पखाले होला त्यही दिन। अनि हाम्रो सर चाहिँ उता स्विमिङ गर्दै हुनुहुन्थ्यो। अब उहाँलाई नि धोइ पखाली गरेर चढाउनु परिगयो है। अब हाम्रो चाहिँ अचानकै भएकोले अब हाँस्दा हाँस्दै पानी पनि खाइयो, रमाइलो भयो। बाबुलाई चाहिँ प्रिपेयरको साथ गर्यौँ। घुम्तीनिर लेट भयो भन्दै अब फेरि हामीले हाम्रो यात्रा सुरु गर्यौँ। ठाउँ-ठाउँमा यसरी छालले हामीलाई छालसँगै उछाल्दाखेरि चाहिँ हामी रोमाञ्चित भएर एकैसाथ खुसीले चिच्याउँथ्यौँ। अनि त्यहाँ पर फेरि एउटा ठ्याक्कै हिमाल जस्तै देखिने एउटा ढुङ्गाको सेप रहेछ क्या। प्रकृतिको क्रिएसन पनि कस्तो गजब है। अब यति गर्दा गर्दै थकाइ लागिसकेको थियो। मैले त होस्टेमा हैसे मिलाउन पनि नसक्ने अवस्था भइसकेको थियो अन्तिममा त है। एकदमै रमाइलो भयो। त्यस पछाडि लास्टमा आइपुग्यो। थाकेर म त पुरै ढलेँ।